एकपल्ट त जान दिनु हुँदैन भनेको सुन्दैन हुँदैन भनेको सुन्दैन अघिदेखि जा भनेको तिमीलाई तिमीहरूलाई युद्ध गर्नु छ भने गर हामीलाई जित भने जाऊ होइन भनेदेखि तिमीहरू एउटा भागिहाल जाऊ हुँदै जाऊ ओहो मामा श्री यति क्रोधित ठिकै छ अब हजुरहरूलाई युद्ध गर्ने इच्छा छ भने हामी पनि तयार छौँ आउनु न त युद्ध गरौँ कहाँ गर्ने युद्ध यही गर्ने नि कहाँ गर्ने देख्दैन ठाउँ ल आइज आइज आउनुहोस् मामा श्री आउनुहोस् नानीकन लडेगी क्या म त उठो मार्छ नि क्या हो उडी उडी है तँलाई निचारेर गाउँकोमा गिरी हुन्छ गाउँकोमा चाहिँ नहाल्ने खानु जिउमा कि गाउँकोमा चाहिँ नहाल्ने मार्छ नि क्या हो अब त मार्छ नै जस्तो छ अन्तिम एकचोटि खेल्छु अब चाहिँ मार्यो भने म भुइँमै लडेर सक्दिनँ अलिक पर हिँड मर्ने ठाउँ त अलि हेर्नु अलिक पर मार है अलिक पर मार है हामी यहाँ मर्न चाहँदैन लु आइज महाराज मर्यो हान्यो हामी त अरे मेरा दुईटा भान्जा तिमीहरूले मेरो दुईटा सजिव चाँडोले मुष्टिलाई पनि मार्यो हो नि मैले त सुनेको थिएँ तिमीहरू अत्यन्त बलवान छौ तर तिमीहरू त यति छोटो ज्यान भएका पातल आदुकमा है तिमीहरूको पछाडि अरू कोही छ कि क्या हो मामाश्री हेर्नुहोस् त हामी सानो भए पनि हजुरका दुई सैनिक मरिसके अब हाम्रो पछाडि को हुन्छ मामाश्री भएको हजुरले हामीलाई हेर्नुभयो राम्रो गर्नुभयो अब माताजीले हुर्काउँदा पनि बार मार्नै पठाउनु भयो त्यही भएर आज मामालाई दर्शन दिन आएको मामा त हुनुहुन्छ त न तिमीहरू मेरो भान्जा थियो न तिमीहरू कहिले मेरो भान्जा हुन सक्छौ अब त म तिमीहरूलाई मार्छु म तिमीहरूलाई मार्न तडपिरहेको छु वर्षौँबाट म तिमीहरूलाई मार्न तडपिरहेको छु आऊ म तिमीहरूलाई टुक्रा पारेर मार्छु मामाश्री अब मार्ने नै भयो मेरा दाइलाई केही नगर्नु है आउनु बरु म मात्रै हजुरसँग युद्ध गर्छु आउनुहोस् मामाश्री मेरो भ्राता दाजु हजुर बस्नुहोस् यता गएर म भाइ हुँदा हुँदै हजुरलाई के को दुःख हुन्छ म मामालाई युद्ध गरेर एकदम आनन्द दिलाउँछु हेर्दै गर्नुहोस् है भ्राता श्री आवास हुन्छ कृष्ण हस् म कुर्सीमा बस्दै आज पुरा हुँदैछ Slime, my leg, I'm on. Oh, come on.